नमस्कार, स्वागत छ यहाँलाई हजुरको आफ्नै च्यानल द लर्निङ प्लानेटमा। आजको विषय छ महिला सशक्तिकरण, वुमेन इम्पावरमेन्ट। तालिमको व्यापार मात्रै हो? हामी वर्षौंदेखि महिला सशक्तिकरण, वुमेन इम्पावरमेन्टको कुरा गरिरहेको छौँ, तर एउटा गम्भीर प्रश्न, कतिवटा कार्यक्रमले महिलालाई संवेदनशील राजनीतिक विषयमा आवाज उठाउन सिकायो, नीति विश्लेषण गर्न, प्रश्न गर्न, तर्क गर्न सिकायो, सांसद वा अन्तर्राष्ट्रिय मञ्चमा उभिएर स्पष्ट धारणा राख्न तयार गर्यो। हामीले कति लगानी गर्यौँ नेतृत्व विकासमा, पब्लिक स्पिकिङमा, पोलिसी एनालाइसिसमा, राजनीतिक साक्षरतामा? वा हामीले के गर्यौँ? पार्लर तालिम, अचार बनाउने तालिम, सिलाइ कटाइ तालिम? यी सिपहरू गलत होइनन्, तर प्रश्न यो हो कि यही मात्र सशक्तिकरण हो? यदि महिलालाई केवल सानो आर्थिक गतिविधिमा सीमित गरिन्छ तर निर्णय गर्ने तहमा पुग्न आवश्यक सिप दिइँदैन भने त्यो सशक्तिकरण होइन, सीमितीकरण हो। अन्तर्राष्ट्रिय मञ्चमा कति नेपाली महिला नीति, अर्थतन्त्र, सुरक्षा, कूटनीतिमा आत्मविश्वासका साथ बोल्न सक्छन्? आज हामी नेपालको निर्वाचनको तस्बिर हेर्छौँ, पोस्टरमा अनुहार धेरै छन्, तर कति महिला? हामी अन्तर्राष्ट्रिय सम्मेलनमा महिला सशक्तिकरण, वुमेन इम्पावरमेन्टको भाषण दिन्छौँ, पावर पोइन्टमा समानताको स्लाइड देखाउँछौँ, तालिका बनाउँछौँ, प्रतिवेदन लेख्छौँ, तर जब टिकट बाँड्ने समय आउँछ महिला वेट लिस्टमा पर्छिन्। हामी भन्छौँ महिला अगाडि बढेनन्, उनीहरू राजनीतिमा सक्रिय छैनन्, उनीहरूको व्यवहार कमजोर छ। तर प्रश्न यो हो, उनीहरूलाई अगाडि बढ्न कति ठाउँ दियो? निर्णय गर्ने कोठामा कति ढोका खुला गरियो? सशक्तिकरण केवल सेमिनारको शब्द हो भने त्यो सशक्तिकरण होइन, प्रदर्शन मात्र हो। यदि महिला बोल्दा आक्रामक भनिन्छ, चुप बस्दा अयोग्य भनिन्छ भने यो व्यवहारको समस्या होइन, मानसिकताको समस्या हो। हामी महिलालाई दोष दिन सजिलो ठान्छौँ, तर प्रणाली, संस्कार र राजनीतिक संरचनालाई प्रश्न गर्न हिचकिचाउँछौँ। याद राखौँ, महिला पछि छैनन्, उनीहरूलाई पछाडि राखिएको छ। समानता नारामा होइन, निर्णयको टेबलमा देखिनुपर्छ। अब समय आएको छ, सशक्तिकरण भाषणमा होइन, निर्वाचन परिणाममा देखिनुपर्छ। राजनीति कुनै एक लिङ्गको सम्पत्ति होइन, तर इतिहासले देखाउँछ निर्णय गर्ने टेबलमा सधैँ पुरुषहरू हावी भए। जब महिला बोल्छिन् प्रश्न उठाइन्छ, जब महिला अघि बढ्छिन् चरित्रमाथि प्रहार हुन्छ, जब महिला नेतृत्व गर्छिन् योग्यता होइन लिङ्ग हेरिन्छ। किनभने समानता भनेको केवल शब्दमा राम्रो सुनिन्छ, व्यवहारमा स्वीकार गर्न साहस चाहिन्छ। धेरैलाई डर छ, सत्ता बाँडिनु भनेको आफ्नो प्रभुत्व गुमाउनु हो। तर सम्झिनुहोस्, महिला सहभागिता कुनै कृपा होइन, अधिकार हो। महिला नेतृत्व कुनै अपवाद होइन, आवश्यकता हो। राष्ट्र निर्माण आधा जनसङ्ख्यालाई पछाडि राखेर सम्भव हुँदैन। जसले महिलाको उपस्थितिलाई सहन सक्दैन उसले लोकतन्त्रको आत्मा नै सहन सक्दैन। अब समय आएको छ छोरीलाई होइन, सोचलाई परिवर्तन गर्ने। समान अवसर, समान सम्मान, समान निर्णय अधिकार। किनभने राजनीति शक्तिको खेल होइन, उत्तरदायित्वको यात्रा हो, र यो यात्रामा महिला पनि बराबरी सहयात्री हुन्। अन्तर्राष्ट्रिय मञ्चमा कति नेपाली महिला नीति, अर्थशास्त्र, सुरक्षा, कूटनीतिमा आत्मविश्वासका साथ बोल्न सक्छन्? के हामीले उनीहरूलाई यस्तो बनाएका छौँ कि केवल सङ्ख्या बढाएर रिपोर्ट राम्रो देखाएका छौँ? महिला सशक्तिकरण सङ्ख्या होइन, क्षमता हो। कुर्सी होइन, प्रभाव हो। उपस्थिति होइन, आवाज हो। यदि महिला बोल्न डराउँछिन्, यदि प्रश्न गर्न हिचकिचाउँछिन्, यदि नीति बुझ्न अवसर पाउँदिनन्, त्यो सशक्तिकरणको विफलता हो। अब समय आएको छ तालिमको नाममा फोटो खिच्ने होइन, वास्तविक नेतृत्व निर्माण गर्ने। महिलालाई केवल रोजगारी होइन, निर्णय गर्ने शक्ति दिनुहोस्। किनकि साँचो सशक्तिकरण तब हुन्छ जब महिला केवल कार्यक्रममा सहभागी होइन, नीति निर्माणमा निर्णायक बन्छिन्। महिलालाई सानो काममा सीमित गरेर ठुलो मञ्चमा मौन राख्नु सशक्तिकरण होइन, व्यवस्थागत नियन्त्रण हो।